जाम तिम्रो सहर काठमाडौँमा सेको पनि लाम तिम्रो सहर काठमाडौँमा सततै जाम तिम्रो सहर काठमाडौँमा सेको पनि लाम तिम्रो सहर काठमाडौँमा यो सानो खाल्डो भित्र मान्छे थरी थरी घुमी फेरि ठोकिरहन्छन् घरिघरि बुढा ठुला छैन काम तिम्रो सहर काठमाडौँमा मनमा छोरा मुखमा राम तिम्रो सहर काठमाडौँमा मैले कान सुनिरहेको छु उसले भन्नुहोस् त ए कला भन्नुभयो त अब यो हाम्रो यो ठाउँ त कलाले भरिएको ठाउँ त हो नि पहिला पहिला त स्वर्गबाट देवताहरू नाच्नको लागि यहाँ आउँथ्यो हो कि होइन त सुन्नु भएको छ कथा हो नि अब कलाले भरिएको ठाउँलाई हेर्नुहोस् त यहाँ फोरै फोर खाली ठाउँ त देख्नै हुँदैन सडक पेटी देख्नै हुँदैन कहाँ गएको यो होला यसरी सडकमा यसरी चाहिँ फाल्तु फोहोर अब के गर्नु मैले त सम्झाउँदा भन्दा यो उमेर भइसक्यो बुझ्ने होइन के गर्नु काठमाडौँ उपत्यकाका सबै ठाउँहरू देखिने ऐतिहासिक धरहरा चिप्ले लड्यो क्या त्यो मान्छेले नै लाने अब के पनि छैन बाहिर छोरी लिन जाउँ उसलाई लिएर जाउँ न 5 जति ल्याउँथेँ त्यो सेम्बो लिन आउँछु त्यो बस्छ लक्ष्मी छ नि निपा सुपा अपना हेर्नु वो मुनु बोल्नु कहाँ आउँछौँ न छ्यासै उइसै चाहिँ Party? Whoa! Jai Shambho! No. अहिले आउँछ भने अहिले आउँछ अहिले आउँछ Bagmati! हुन्न शरणं गच्छामि अझ हुन्न अहिले धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि हुन्न नि छैन त्यो पहाडको टुप्पोमा सेतो के हो Swayambhunath Monkey Temple. Wow, Kati Ramro, Buddha Janmako Desh. Wow. Woo. What a view. So beautiful.
कालो कालो झर्को चाहिँ के के भन्यौ विष्णु माथि नेपालको गाउँघर कति सफा कति राम्रो काठमाडौँको पानी नराम्रो पानी I mean water पानी नराम्रो No. स्पेशल बिमलाको चिया खाम न चिया भनेको दिदी चिया छ पाउँछ तपाईँहरू नि यता लिनु न एकको भने व्यापार हुन्छ के ओइ चिया खाउन दिदी चिया कसरी हो 30 रुपैयाँको गोरो गोरो अन्त काले नै छ म चाहिँ गोरो मैले चिया भनेको आधी हालिदिनु दिदी पुरै त हालिदिनु 30 रुपियाँ लिनुहुन्छ नि आधी कप चिया हालिदिनुहुन्छ चिया खाउन है त्यो चियाको नाम के हो दिदी स्पेशल बिमलाको चिया के चिया स्पेशल बिमलाको चिया टाउकामा लाएर झन् यति मात्र काम हामी यहाँ यत्रो चिया खाइरहेछौँ तपाईँ त सार्वजनिक स्थानमा ठ्याक्क भोट खानुहुन्छ अलिकति लाज छैन तपाईँमा अलिकति सिभिक सेन्स भन्ने कुरा छैन के कर्कट गरेर हो अहिले सबैको गाडी आउँछ गाडी आएको बेला यो कुइनी फर यो नकुइनी फर छुट्टै छुट्टै ल्याउनु भने एकै ठाउँमा होइन तिमीलाई चाहिँ के को कर्कर हो नि के को कुइने के को नकुइने फोर त फोरै हो क्या ल्याएर राखेपछि त्यो नर्मली गाडीको मान्छे आएर उठाएर लगिहाल्छ ए दिदी कति दिमाग नभएको हो नगरपालिकाको मान्छेलाई पैसा दिएछ भन्दामा के उनीहरू मान्छे होइन कुइने नकुइने फलाम सबै छुट्याएर पाल्नुपर्छ उनीहरूलाई के गर्यो भने के तपाईँ जिम्मा लिने हो टिकट चाहिँ तपाईँ लगाइदिने हो ए भाइ तलब मेरो राखेको छ तलब तलब दिएर हुन्छ मानवता भन्ने छैन के भन्नु लाउनु भयो हामीले पैसा दिएको छौँ यो फोहोर खाले गएको छ गाडीले पठाएको छैन होइन पैसा दिनुहुन्छ भन्दैमा कर्मचारी कर्मचारी होइन कर्मचारीको चाहिँ ज्यान होइन तपाईँले फालेको फोहोरमा सिसा हुन्छ के हुन्छ फोहोर काटियो भने हात काटियो भने तपाईँ उपकार गर्नुहुन्छ गर्दिनँ तलब खाएर बसेको छ नि कर्मचारीहरू गर्छन् आफै हाम्रो त फोहोर ल्याएर हालिदिने हो उनीहरूले तलब खाएपछि लान्छ कति भने नि नलाग्ने छ यस्तै मान्छेले गर्दा चोर छार छिमेकी सबै ठाउँ बन्द भइसक्यो काहीँ नभए छुट्टी कसलाई छुट्टी भनेको ओ दिदी पुलिस बोलाएपछि बन्द थाहा हुन्छ जानु तपाईँ त्यो घरबेटीले देखेर भोलिपल्ट फेरि बिहा लगाएर अनि उसको घरबेटीले
उसको अगाडि उसको घरदेखि यसको अगाडि कस्तो खालको मान्छे छ यस्तो समाजै यो फालौँ न अनि सुनौँ दिदी त्यो मात्र होइन के अस्ति त्यो घरको मान्छेले मेरो घर अगाडि आएर यस्तै फोहोर फालेछ मलाई चाहिँ कसरी थाहा भयो कि त्यो घरको मान्छेले यहाँ आएर फोहोर फाल्यो भनेर मेरो घर अगाडि कुकुर थियो त्यस्तै कुकुर यसले यसरी खोज्दाखेरि त्यहाँभित्र यो यसको बिजुलीको बिल भेटेछ यहाँ नाम्ने छ दिनेश तुलादार गरे अब मैले उसलाई लगेर नगरपालिकामा गएर यो कम्प्लेन गरेँ भने अब उसलाई कानुन बमोजिम कारबाही हुन्छ बेइज्जत भएन त त्यही कारण भनिन्छ भित्ताको पनि कान हुन्छ भनेर होइन हो नि यस्तो राम्रो ठाउँ छ यहाँ कसैले के बेच्नु भएको छ एउटा आएर यहाँ फोहोर फ्याँक्ने हो त हो भने अनि हाम्रो पैसा चाहिँ कति भयो 60 रुपियाँ आज चाहिँ यसले तिर्छ है दिदी एकछिन पक्छु सुन यो कप राख्नु यो कप राख्नु यसले अघि तिर्छु भनेको थियो कि नै मैले आज भनेको छु अघि पो भनेको थिएँ कहिले जान्छ तिमीलाई बोको बनायो है सबैले साह्रै बोको बनाउनु चल्दैछ ए मनु म पस्छु लगभग था फोर वहाँ से मुझे पूछो ना तपाईँ फाल्यो भन्दा यसरी फोन चापती फाल्नु हुन्छ मान्छे हेरेर त पढे लेखेको जस्तो छ नि होइन सफा सुग्घर यस्तो छ नि त अहिले पुलिस यो महानगरपालिका पुलिसले यो फोहोर फालेको देख्यो भने कारबाही गर्छ हो कि होइन कारबाही हुन्छ हुँदैन यस्तालाई कारबाही हुन्छ कहिले पढेको होला डिग्री पास गरिस् होला पैसा कमाइस् होला हेर नाम कमा अनुशासनमा बस्यो भने नाम कमाइन्छ पढेर मात्र नाम कमाइन्छ पैसाले नाम कमाइन्छ मैले ठिक बोल्ने नि कि बोल्दिन बोल्ला भन्दा हेर्नुहोस् यो उमेर भइसक्यो मलाई पागल भन्छन् के भन्छन् सक्यो आफू पनि सक्यो अरूलाई पनि सकायो त्यो पनि म चिया खान्न मलाई तनाव भयो म भोलि पछि खान्छु है जहिले पनि खाइरहेको हो नि सबै सक्यो त सबै सक्यो त बिचारा किसिमलाई तपाईँलाई पागल भने सिल्ली भने कौला भने यी मान्छेहरू काम नलाग्छ सबै यीलाई सम्झाउँदै हुनुहुन्छ लास्टमा उनीहरूलाई सिल्लीको भन्छन् के गर्नु आफू त पसल बोकेर गई कसरी चिया खाँदै बल्ल बल्ल पहिलोचोटि गाएँ कहाँ गयो एउटा मान्छे घुमाइरहेको त्यतिकै ढल हिँड्छ कहाँ माथिबाट पार्न लाग्छ माथिबाट पार्न लाग्छ कोसेली टाउकोमा दिन्छ कोसेली हातमा दिन्छ हातमा यो तिम्रो ऐतिहासिक सम्पदा हो होइन यो त हामी सबैको स्थानीय उत्पादन लोकल प्रडक्ट This is pollution bad smell मनी ला के गनायो यार यो कस्तो गनाएको यार के गनायो यो फोहोरको डुङ्गुर त होला नि
साला मान्छे हो कि कुकुर हो यस्तो फोहोर गरे यार हामीसँग मान्छे मात्र नगर्ने यार हाम्रो बिहे त हुन्छ हाम्रो बेइज्जत हुन्छ क्या मान्छे त मान्छे भइहाल्यो सिल्ली भयो क्या तिनीहरू त अब त बरु हामीले कुकुरलाई जिस्काउनलाई साला मान्छे भनौँ न ओह त्यही भन्नु यार पाङ्गे के हो तँलाई सालाहरूले पापीहरूले यो भातमा सिसा गढेर दिएछन् यार ठुक्क यार कस्तो मान्छेमा मानवता हरायो यार त्यो खेर फाल्ने खानेकुरामा त कमसेकम सिसा मिसा हुन्थेन नि जनावरले खान्छ कुकुरले खान्छ पशु पन्छीहरूले खान्छ भनेपछि त सिसा किन मिसाएको होला कस्तो मानवता हराएको यार मलाई त घिनै लाग्यो मान्छेको व्यवहार देख्दाखेरि जमिन ए छोरो छ हुर्काइदे हिम विष्णुपति हो पहिला कति सफा थियो यार मान्छेहरू पहिला आएर खोलामा नुहाउँथे स्नान गर्थे अनि त्यही खोलाको पानी उठाएर मन्दिरमा जल भनेर चढाउँथे यार हेर यो खोलामा कति राम्रो माछाहरू थिए यहाँको त अब त्यस्तै ठट्टेको फिल्थे मान्छेहरूले फोहोरका पोका बनाएर त्यहाँ फुत्त फ्याल्दा माछाहरू सबै मरे बाँचेका खोलै भागे यार बिजोग भयो अहिले त हेर त मान्छेले सबै ढल पनि त्यहीँ मिसाए यसो दायाँ बायाँ मान्छे हेर्छन् कोही देखेनन् भने हतार गएर दिइहाल्छन् क्या हामी जस्तै अनि त्यति मात्रै हो र रात परेपछि त्यहीँ घर पक्रिन्छन् कम कसन् मान्छेहरू ल्याइज र ल्याइज त हो कोही पनि चरा देखिस् भाइ पनि देखेँ त मैले त ल्याइज देख्छस् चरा के गर्छ यहाँ फोहोर त्यहाँ फोहोर जताततै फोहोर यस्तो फोहोर भइसकेपछि हामी जनावर पशु पन्छी सबै कुरा नै हराउँदै जाँदैछौँ त्यही भएर यार मलाई त हामी कुकुर भएर त धेरै दुःख पायो यार धेरै दुःख पायो कुकुर भएर अब हाम्रो भावी सन्तानले दुःख नपाओस् भन्नको लागि मैले एउटा योजना बनाएँ यार के गरिस् अब तर म मिलेर हाम्रा छाउरा छाउरी नजन्माउने विचार गरेँ मैले त अब परिवार रिजन ठोकिदिउँ जाँठा त चाहिँ गर्दै गर म कार्तिक पछि सोचौँला के भयो ओहो टाउकोमा रगतै आएछ नि लौ न कसको छोरी हो साउना नि यता हो कसको फोहोरमा सिसी पनि हाल्दैछन् कि क्या हो टाउकै फुटेछ एम्बुलेन्स बोलाउनु कसैले एम्बुलेन्स छोरी गरेको दिदी तपाईँले अस्तिदेखि सम्झायो होइन फोहोर नफाल्नु भनेर तलब दिएपछि त कर्मचारी पनि मान्छे होइनन् गर्नुहुन्छ आज आफ्नै छोरीलाई लाग्यो अब आफै सोच्नु त तपाईँले हिजो अस्ति फालेको फोहोरलाई बाटोमा हिँड्ने कतिजना मान्छेले लाग्यो होला
यो कुहिने भयो यो नकुहिने भयो छापबाट खोल्न थाल्नु कति मान्छेहरू पाटेर हिँडेर घाइते हुन्छ भन्दा पहिले घाइते भएपछि अब म यो कुहिने भयो यो नकुहिने भयो यो काट्ने खोज्ने भयो छुट्टा छुट्टै जब गाडी आउँछ नि तब मात्रै निकाल्नेछु कुहिने आउने दिन कुहिने नकुहिने आउने दिन नकुहिने र म मेरो छोराछोरी सबैलाई सम्झाउने छु हजुरहरू पनि बुझ्नु सही पहिले जस्तो गल्ती नगर्नु अब बुझ्नुभयो अब थाहा पाउनुभयो अब तपाईँ सुध्रिनु भयो त हो मैले हजुरलाई अनौपन अपार यो जे भनेर नि कराउँदै बाटो बाटो हिँड्छ यो बोल्ला भन्ने हो यो अबुझी भन्थे हो तर दाइ मलाई सबैले दौरा भन्छन् सिल्ली भन्छन् पागल भन्छन् तर म किन पागल भएँ किन बौला भएँ यो मेरो मनको कुरा कसैले बुझ्ने आँटै गरेन कोसिसै गरेन हो म पागल भएँ जब जब यो फोहोरको डुङ्गुर देख्छु म त्यसै पागल हुन्छु धेरै वर्ष अगाडिको कुरो मेरो गाउँमा यही फोहोर मैलाले गर्दाखेरि हैजा फैलियो महामारी भयो गाउँमा धेरै मान्छेहरू बिरामी परे धेरै मान्छे मरे त्यो मर्ने बिचमा मेरो पनि एक्लो छोरो बित्यो मेरो श्रीमती पनि बित्यो यही फोहोरको कारणले गर्दा त्यही भएर यो फोहोरको जब म फोहोर डुङ्गुर देख्छु तब म पागल जस्तै हुन्छु कतै खाना बोलायो भने म पाउन जान्छु एक घाँस के टिपेर खान खोज्छु त्यो घाँसभित्र मेरो छोराको अनुहार आउँछ मेरो श्रीमतीको अनुहार आउँछ म खाना खान सक्दिनँ हो म त्यही भएर पागल हुन्छु यो फोहोर देख्यो भने मेरो जान छोराछोरीको याद आउँछ कोही पनि अभिभावकहरू आफ्नो सन्तान गुमाउन नपरोस् फोहोरको कारणले गर्दाखेरि कसैले स्वानी गुमाउन नपरोस् कसैले लोनी गुमाउन नपरोस् त्यसैले फोहोर चान्सुने कुरा होइन नि फोहोर हाम्रो रोग हो फोहोर हाम्रो महाशत्रु हो अब हाम्रो घर सफा गर्नु पर्छ कि पर्दैन घर मात्रै होइन तोड छर छिमेक दायाँ बायाँ सफा गर्नु पर्छ कि पर्दैन पर्छ भने कहिले पर्छ त आजबाट किन अहिले गरौँ न सुरु गरौँ गाडीले त के हो गीत पो घन्काउँदै आउँदैछ त किन दाइ किनभने छर छिमेकमा जम्मा भएको फोहोर उठाउन आउने गाडी कसरी फोहोरको गाडी हाम्रो घर हाम्रो टोल हाम्रो सहर हाम्रो देशको फोहोर व्यवस्थापन गर्ने गाडीलाई कसरी फोहोर गाडी भन्न मिल्छ बरु यो गाडीलाई सफाई गाडी भनौँ न के गर्छ मैले बल्ल बुझेँ है फोहोरको गाडी होइन कि सफाई गाडी है एकचोटि है फोहोरको गाडी कि सफाई गाडी यो कहाँ फाल्ने अब सफाई होइन सफाई गाडी यो कहाँ फाल्ने अनि तपाईँहरूले फोहोर कहाँ फाल्ने यहाँ सबैले यहाँ फोहोरको लागि डस्टबिन राखिदिनु भएको छ हातमा छैन भने घरमा गएर फाल्ने भाइ तिमीले त्यो खाइसकेपछि कहाँ फाल्ने हो सबै डस्टबिनमा फ्याँक्ने अनि यो सिटी नबजाइकन गीत घन्काएर किन हो अबदेखि तपाईँको घरमा आउने फोहोर लिन बोक्न आउने गाडी छ नि त्यो गाडीमा सिटी बज्दैन गीत बज्छ अबदेखि गीत बज्छ सकिसकेपछि त्यो गीतको आवाजसँगै तपाईँहरूले छुट्टा छुट्टै फोहोरको पोका बनाएर
छुट्टा छुट्टै ठाउँमा समयमै ल्याएर हालिदिनु होला। हस् तपाईँहरूले यहाँदेखि मैले यो चाँडो भाँडा देख्नु भएको छ। तपाईँको घरमा नि हरेकको घरमा फोहोर हुन्छ। यो फोहोरलाई 4 भागमा विभाजन गर्नुपर्छ है। हामीले जहिले पनि जे गरे नि फोहोर हो भनेर एक ठाउँमा खान्ने चलन थियो नि, त्यो चाहिँ होइन है। अब त्यसो नगर्नु होला। ल यो हरियो भाँडा देख्नु भएको छ, यो हरियो भाँडो, यसमा चाहिँ तपाईँहरूले खाना खाइसकेपछि बढी भएको पोखेको फलफुल तथा तरकारीका बोक्राहरू केलाएर यो भाँडामा हाल्नु होला। एउटा पोका बनाएर, छुट्टै पोका बनाएर त्यसलाई चाहिँ करेसा बारीमा पनि युज गर्न सकिन्छ है। अनि यसलाई चाहिँ हाम्रो गाडी आउँछ, गाडीको नि कलर छुट्टै छ, विविध पार्ट छ। एउटै गाडी आए पनि 4 भाग छ गाडीमा। त्यसमा यो हरियोकै भाँडोमा लगेर बनाइदिनु होला। भनेपछि यो कुहिने फोहोर होइन त? यो कुहिने फोहोर, ए नकुहिने फोहोर? नकुहिने फोहोर भनेको चाहिँ यो निलो भाँडोमा छ। त्यसमा चाहिँ प्लास्टिक जन्ने वस्तुहरू राख्नु होला। जुन चाहिँ प्लास्टिक छ नि हाम्रो माटोमा पऱ्यो भने 100 वर्षसम्म पनि त्यो कुहिँदैन। त्यो आफू कुहिँदैन तर यसले माटोलाई पनि ड्यामेज गर्छ। यसलाई पनि छुट्टै राखिदिनु होला है त। बाबु मैले जानेको एउटा भन्नु न भाइ। मैले जानेको कुरा है। अनि यो कालो भाँडोमा चाहिँ यो घोस्ने काट्ने अनि के भन्छ यसो लाउने होइन, यस्तो चिज चाहिँ यसमा राख्ने होला होइन। मैले त बुझेँ, तपाईँहरूले बुझ्नुभयो नि होइन। ल एकछिन मैले पनि फोहोर फ्याँक्नु छ। ए टाइममा आएँ है। टाइममा त आउनु भयो, तर तपाईँले अलिकति गल्ती गर्नु भएको जस्तो लाग्यो है। खै दिनुहोस् त, म चेक गरौँ। हेर्नु ल, जे नगर भए चाहिँ त्यही गर्नुभएको छ। ल म सम्झाउँछु। ल यो हेर्नु, यो त कुहिने हो नि त। यो कुहिने हो नि होइन हो। सिसा पनि रहेछ। ल हेर्नु, सिसा पनि। ए यो के यो घोस्ने के रे यो? सुई है। यो सबै छुट्टा छुट्टै राख्नुपर्छ कि। अब तपाईँले थाहा पाउनु भएन होला। अब थाहा पाउनु भयो नि? अहिलेसम्म थाहा छैन, अब थाहा भयो। अब घरमा भएको सबैले भन्नुहोस् ल। मैले सबैलाई भने ल। फोहोर छुट्टाएर ल्याऊ। ल भाइले गल्ती गरे होइन क्या। भाइको घरमा बस्ने काम गर्ने आमा दिदी बहिनीहरूले सब फोरेको ठाउँ हालिदिनु भएको। अब भन्नु है, तपाईँहरूले पनि भन्नु है, फोहोर छुट्टै राख्नु होला। र अर्को चाँडोमा त एउटा आइटम बाँकी छ। अब यो पहेँलो भाँडोमा यो सेनिटरी प्याडहरू हाम्रो सबैजनाको घरमा दिदीबहिनी चेलीबेटीहरू हुनुहुन्छ, आमा हुनुहुन्छ, बहिनी हुनुहुन्छ, दिदी हुनुहुन्छ। उहाँहरू पिरियड हुँदाखेरि होइन उहाँहरूले युज गर्ने प्याड, साना बच्चाहरू र वृद्ध बुवा मम्मीहरूले प्रयोग गर्ने डाइपरहरू चाहिँ यो जुन प्याड युज गर्ने सामानहरू चाहिँ यसमा राखिदिनु होला। यो एकदमै सङ्क्रमणपूर्ण हुन्छ, तसर्थ यसलाई छुट्टै राख्नुपर्छ। यो छुट्टै राखेर यो हाम्रो गाडीको पछाडिपट्टि साइडमा हुन्छ, ब्याक साइडमा हुन्छ, त्यहाँ ल्याएर राखिदिनु होला है। सबैले कुरा बुझ्नुभयो? तपाईँहरूले गर्नुभयो भने तपाईँको छोराले सिक्छ। अहिले यहाँ सानो बाबु नानी सुनिरहनु भएको छ भने बाउ आमालाई भन्नुहोस्, यो कुरा सबैले जान्न जरुरी छ है। सुन्नु न भाइ, त्यो अघि सिथी बज्दैन गीत बज्छ भन्नुभयो, कस्तो राम्रो गीत के सफा काठमाडौँ हाम्रो शान, फोहोर व्यवस्थापन हाम्रो पहिचान, फोहोर व्यवस्थापन हाम्रो पहिचान। सफा राखौँ काठमाडौँ हाम्रै पालो आयो, फोहोरलाई सोच्दैमा छुट्याउने बेला आयो। कुहिने नकुहिने छुट्टै राखौँ, सहरलाई स्वच्छ बनाई सुन्दर बनाऊ। सडक र गल्लीमा फोहोर फाल्ने नगरौँ, सबै नागरिक पनि कर्तव्य पुरा गरौँ, सबै नागरिक पनि कर्तव्य पुरा गरौँ।
Welcome to our beautiful Sundar Safa Mahanagar. Thank you. काठमाडौँ कति सफा अब कति राम्रो वाउ हो काठमाडौँ अब सफा भइसकेको छ हेर्नुहोस् त वाउ किनकि यहाँका सबै मानिसहरू अब सचेत भइसकेका छन् Oh, good. Good. Very good. अब माथिबाट कौशली झर्छ अब कसरी होइन फुल गर्छ कपी बनाइदिन्छु यो आर्थिक यस्तो गरौँ त खै ताली बजाउनुहोस् है अब पाहुनालाई त सत्कार गर्नु पर्यो नमस्कार 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 अतिथि देवो भव हाम्रो सांस्कृतिक सहर स्वच्छ सफा महानगर अभियान लिएर हामी उपस्थित भएका छौँ। आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू हाम्रो प्रस्तुतिलाई सुरुदेखि अन्तिमसम्म नतमस्तक भएर हेरिदिनु भयो। हामी आभार व्यक्त गर्न चाहन्छौँ। हामी सबैको रहर राम्रो, हाम्रो रहर राम्रो, हामी सबैको सरोकार स्वच्छ सफा महानगर। हामीले गरेको गल्तीले हामीलाई र भावी पुस्तालाई पनि सराप्ने काम हामीले नगरौँ। थोपा मिलेर खैला भरिए जस्तै प्रत्येक व्यक्ति परिवार समुदाय सबै मिलेर हामीले स्वच्छ सफा वातावरण कायम गर्नको लागि गोष्ठीमा हैसे पुर्याउनेछौँ भन्ने बाचा गर्दै काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागको आयोजना तथा कला वाटिका नाट्य समूहको प्रस्तुति हाम्रो रहर राम्रो सहर आगामी प्रस्तुतिमा भेट्ने बाचा गर्दै अहिलेलाई हामी बिदा चाहन्छौँ। हस्त नमस्ते। एकचोटि फेरि भन्छौँ हाम्रो रहर धन्यवाद, धेरै धेरै धन्यवाद।